नेपालको शीर्ष 10 जाति वा जातीय समूह जनसङ्ख्याको आधारमा टप 10 को नाम भन्नुहोस्। Obviously छेत्री छेत्री 1 नम्बरमा छ। हजुर 1 नम्बर छेत्री। त्यसपछि ब्राह्मीण 2 नम्बरमा 12% छ। त्यसपछि नेवा छ तर 6 नम्बरमै छ। 6 नम्बर टप 10 मा पर्यो नि त। टप 10 मै छ। हजुर अनि मगर ससुराली कोर्स 7% छ है। त्यो चाहिँ तेस्रो नम्बरमा तेस्रो नम्बरमा भने तपाईँले 1 2 3 त मिलाउनु भयो। 1 2 3 अनि 6 गयो हैन। हजुर 6 नम्बर भयो नि त। गुरुङ छैन टप 10 भित्र पर्नु परेन गुरुङ अलि परेन। हाम्रो कम्युनिटीको हाम्रो साथीभाइ इष्टमित्र सन्देश छन् है। फेरि भनेको तपाईँलाई मैले भने थारू नम्बर 4 मा छ है। नम्बर 4 मा थारू हजुर। भन्छ 1 2 3 4 गयो हैन त। 1 2 3 4 अनि 6 गयो। 6 गयो हजुर फास्ट गेम हो त। सोध्नु त पाउनु पर्यो। सोध्न पाउनु पर्यो तर ऱ्यापिड क्विज हो नि त। हाम्रो फ्रेन्ड सर्कलको तपाईँले नामै भन्नुभएको छैन भनिदिने हो। तामाङ यस नम्बर 5 मा छ तामाङ। नम्बर 5 मा त्यसपछि थकाली छैन दाइ। थकाली छैन। टप 10 मा पर्दैन। पर्दैन। तर तपाईँले भर्खरै एकजनालाई भेटेर आउनु भएको। मेलबर्नमा राई यस नम्बर 10 मा राई 10 मा राई छ। विथ 2 पोइन्ट दलित वर्गको एउटा कास्ट छ। विश्वकर्मा भनेको कामी हैन त। मिल्यो त्यो चाहिँ नम्बर 7 मा तपाईँले पाउनुभयो हैन। अब अर्को पनि एउटा मधेसी 8 र 9 मधेसी नै हो। मधेसी जात हो। मैथली होइन। मैथली भन्ने के हुन्छ जातको? मैथली भनेको नि एउटा भाषा सेवाको मैथली छ मलाई। यादव तपाईँलाई भन्ने मैले। यादव नम्बर 9 मा छ। अनि नम्बर 8 मा चाहिँ अब यसमा चाहिँ के लेखेको छ भने कास्टमा पनि र जातीय पनि भनेको छ नि त। इथनिक ग्रुप भनेको छ नि त। त्यही भएको कारणले गर्दाखेरि नम्बर 8 मा चाहिँ यो रिलिजन जस्तै छ। बाँकी बुझ्नु रिलिजन पनि हो यो अब जातीय वर्ग पनि हो। नेपाल मुस्लिम। यस यु गट इट राइट। थ्याङ्क यू दाइ। गुड गेस। थ्याङ्क यू भेरी मच।